मध्यपुर ठिमी नगरपालिका वडा नम्बर 3 कौशलटार चोकमा वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी एमकेएस कन्सल्टेन्ट सञ्चालनमा आएको छ। मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्वारा उद्घाटन गरिएको एमकेएस कन्सल्टेन्टले जापान, कोरिया, अमेरिका, क्यानाडा, साउथ कोरिया, अस्ट्रेलिया, युके लगायतका देशहरूमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई सेवा प्रदान गर्ने बताइएको छ। भक्तपुर क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौँसम्म पुगी सेवा लिने बाध्यतालाई कम गरी उचित परामर्श प्रदान गर्ने संस्थाले जनाएको छ। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले करियर काउन्सेलिङको लागि हालै मध्यपुर ठिमी नगरपालिकाले विभिन्न विद्यालयहरूमा करियर काउन्सेलिङ सेवा सुरु गरेको बताउनुहुँदै विद्यार्थीहरूलाई सही वृत्त मार्ग निर्देशन प्रदान गर्न निजी संस्थाहरूसँग पनि सहकारी गर्न तयार रहेको बताउनुभयो। विगत लामो समयदेखि वैदेशिक अध्ययन परामर्श क्षेत्रमा सक्रिय व्यक्तिहरूको अगुवाईमा सञ्चालनमा आएको उक्त कन्सल्टेन्सीले विभिन्न भाषा तयारी कक्षाहरू समेत सञ्चालन गरेको जानकारी दिनुभयो। विगत लामो समयदेखि वैदेशिक अध्ययन परामर्श क्षेत्रमा सक्रिय रहेका महेश श्रेष्ठ, कमल तामाङ र मनोज श्रेष्ठको संयुक्त प्रयासमा उक्त कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको हो। नमस्कार, मेरो नाम चाहिँ कमल तामाङ। म यो एमकेएस कन्सल्टेन्टको चाहिँ सञ्चालक र हाम्रो एमकेएस कन्सल्टेन्ट आज मिति 2082 साल माघ महिनाको 28 गते हाम्रो आदरणीय मध्यपुर ठिमी नगरपालिकाका प्रमुख श्री सुरेन्द्र श्रेष्ठज्यूको आतिथ्य र उहाँहरूको आगमनबाट चाहिँ हामीले यो संस्थाको उद्घाटन गरेका छौँ र हामीले विशेष गरी यहाँहरूले र यहाँहरूको बच्चाहरूको उच्च शिक्षाको लागि चाहिँ बाहिर जानु इच्छुक हुने सम्पूर्ण विद्यार्थीहरूमा चाहिँ फोकस गरेर हामीले अहिले यो एमकेएस कन्सल्टेन्ट एजुकेसन चाहिँ मध्यपुर ठिमी नगरपालिका वडा नम्बर 3 कोसलटार चोकको ठ्याक्कै एनआइसी एसिया ब्याङ्क भएको बिल्डिङको 5औं तल्लामाथि चाहिँ हामीले आजबाट शुभारम्भ गरेका छौँ र हामीले विशेष गरी यही मध्यपुर ठिमी भक्तपुर आसपासका वरिपरिका सम्पूर्ण विद्यार्थीवर्गहरूलाई लक्षित गरेर चाहिँ उच्च शिक्षाको लागि चाहिँ यसलाई अलिकति राम्रो र व्यवस्थित सहज बनाउनको लागि हामीले चाहिँ अहिले यहाँ कोसलटार चोकैमा हामीले एमकेएस एजुकेसन चाहिँ हामीले स्थापना गरेका छौँ। नमस्कार, म महेश श्रेष्ठ, एमकेएस कन्सल्टेन्टको डाइरेक्टर। यो कौशलटारमा भक्तपुरमा रहेको कौशलटारमा चाहिँ यो हामीले एमकेएस कन्सल्टेन्ट आजबाट विधिवत रूपमा हाम्रो यस मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा हामीले यो आजबाट उद्घाटन गरेका छौँ र विशेष त यो एमकेएस कन्सल्टेन्टको उद्देश्य भनेको चाहिँ उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर चाहिँ हामीले चाहिँ विभिन्न गन्तव्य मुलुकहरू जस्तो जापान, अस्ट्रेलिया, युके, युएसए, क्यानाडा, साउथ कोरिया जान चाहने विद्यार्थीहरूलाई चाहिँ लक्षित गरेर हामीले तयारी कक्षाहरू जस्तो जापानिज भाषाको तयारी कक्षाहरू N5, N4 लेभल, त्यसै गरी इङ्ग्लिस स्पिकिङ कन्ट्रिजहरूलाई फोकस गरेर चाहिँ IELTS, SAT लगायत प्रिपरेसन क्लासेसहरू चाहिँ हामीले यो एमकेएस कन्सल्टेन्ट यो कौशलटारबाट चाहिँ हामीले यो सेवाहरू दिने हामी सोचमा छौँ र यसैको लागि हाम्रो यो तयारी पनि रहेको छ र आजबाट चाहिँ विधिवत रूपमा हाम्रो यो एमकेएस कन्सल्टेन्ट सुरुवात भएको छ। यता भक्तपुर कौशलटार वरिपरि आसपासका विद्यार्थीहरू र अभिभावकहरू सम्भवतः यसबाट लाभान्वित हुनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ र यो उच्च शिक्षाकै लागि चाहिँ तयारी कक्षाहरूको लागि भक्तपुरबाट धेरै विद्यार्थीहरू चाहिँ काठमाडौँ गइरहनु पर्ने, यता ट्राफिकहरू छिछोलेर जानुपर्ने, बागबजार पुतली सडक बानेश्वर पुग्नुपर्ने झन्झटलाई चाहिँ हामीले मध्यनजर गरेर चाहिँ यताको विद्यार्थीहरूको लागि सहजताको लागि हामीले चाहिँ यहाँ चाहिँ कौशलटारमा विशेष प्राथमिकता दिएर हामीले यो एमकेएस कन्सल्टेन्ट चाहिँ सुरु गरेका हौँ। नमस्ते, म एमकेएस कन्सल्टेन्ट प्राइभेट लिमिटेड कम्पनीको प्रोभाइडर। हामीले धेरै ठाउँमा हाम्रो यो विदेशमा पढाउने कन्सल्टेन्ट सेवा सुविधा भए तापनि हामीले भक्तपुरमा पनि एमकेएस कन्सल्टेन्ट प्राइभेट लिमिटेड हामीले खोलेका छौँ। भक्तपुर क्षेत्र आसपास बसेका विद्यार्थीहरूलाई सही सजेस्ट गरेर काउन्सिलिङ गरेर अमेरिका, कोरिया, अस्ट्रेलिया विभिन्न ठाउँमा चाहिँ हामीले काउन्सिलिङ गरेर
उहाँहरूलाई सही गन्तव्यसम्म हामीले पुर्याउनको लागि हामीले काउन्सिलिङ गर्नेछौँ। यसमा यहाँहरूले पनि यो कन्सल्टेन्ट प्राइभेट लिमिटेडमा आएर हाम्रो सेवा सुविधा ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आज यस एमकेएस कन्सल्टेन्ट प्राइभेट लिमिटेडको समुद्घाटन कार्यक्रममा यहाँ हाम्रा आदरणीय प्रमुख अतिथिज्यू शुभचिन्तकज्यूहरू र आदरणीय हाम्रा इष्टमित्र साथीभाइहरूले आएर हामीलाई हौसला प्रदान गर्नुभएको छ। उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा यस एमकेएस कन्सल्टेन्ट प्राइभेट लिमिटेडले यो उच्च शिक्षा पढ्नको लागि विदेश जान चाहने विद्यार्थीहरूलाई एकदम राम्रो सुरक्षित गन्तव्यसम्म पुर्याउने र एजुकेसनलाई महत्त्वपूर्ण एउटा सेवा सुविधाको लागि उहाँहरूलाई काउन्सिलिङ गर्नको लागि चाहिँ हामी भरपुर प्रयास गर्नेछौँ भन्ने म विश्वास दिन चाहन्छु।